Welcome to another episode of Finding Best Plus to College in Kathmandu Valley. Hi guys, this is Lakshmi. अनि आज चाहिँ म तिनकुनेको नासा कलेजमा आइपुगेको छु. Let's visit NASA College with me. NASA कलेजमा चाहिँ चारवटा ल्याबहरू छ. फिजिक्स, केमिस्ट्री, बायोलोजी र लास्टमा चाहिँ मोडर्न कम्प्युटर ल्याब. अनि अहिले चाहिँ म केमिस्ट्री ल्याबमा छु. Let's see magic. अहिले चाहिँ म नासा कलेजको कम्प्युटर ल्याबमा छु जहाँ चाहिँ 30+ मोडर्न कम्प्युटरहरू रहेको छ. अनि अहिले चाहिँ म नासा कलेजको लाइब्रेरीमा छु where you can sit and study for hours. As you can see, नासा कलेजको क्लासरुम चाहिँ एकदमै स्मार्ट क्लासरुम छ. यो कलेजमा स्मार्ट बोर्ड पनि छ. यो कलेजको भाइब चाहिँ एकदमै मोडर्न छ. That will make you feel like you're standing in future research center. यो कलेजले चाहिँ स्पेशली साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज र यो वर्षदेखि चाहिँ लमा पनि बेस्ट एजुकेसन दिँदैछ. यो चाहिँ नासा कलेजको क्याफेटेरिया जहाँ चाहिँ स्टुडेन्टहरूको लागि बेस्ट क्वालिटीको फुड पाइन्छ. नासा कलेजले प्र्याक्टिकल बेस्ड रिसर्चमा पनि ठुलो लगानी गरेको छ. In this college, teachers will not only educate you, but will teach you how to be an innovator. अर्को इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ नासा कलेजले इन्ट्रेस्टेड स्टुडेन्टहरूको लागि इन्टर्नसिपको व्यवस्था पनि कलेजमै गरेको छ. स्पोर्ट्सको लागि पनि नासा कलेजमा स्पेस रहेको छ. ओभरअल नासाको इन्भाइरोमेन्ट चाहिँ +2 मा एकदमै धेरै मेहनत गरेर टप रिजल्ट ल्याउनको लागि एकदमै पर्फेक्ट छ. नासा कलेज चाहिँ तिनकुने जस्तो सेन्ट्रल लोकेसनमा भएको भएर नासा कलेजमा पढ्ने स्टुडेन्टहरूले ट्रान्सपोर्टेसनको चाहिँ टेन्सनै लिनु पर्दैन. यो कलेजमा स्टुडेन्ट लाइफ पनि एकदमै भाइब्रेन्ट छ. नासामा तपाईँले एसईमा आफूले ल्याएको जिपिए र इन्ट्रान्स एक्जामको रिजल्ट अनुसार स्कलरसिप पनि पाउन सक्नुहुन्छ. This college will give you opportunity and learning you are searching for. So नासामा एडमिसन ओपन भइसक्यो. आजै आएर भिजिट गरेर आफ्नो सिट बुक गर्नुहोस्.